नमस्ते मेरा सम्पूर्ण फेसबुक साथीहरुमा। म चाहिँ खासै बोल्न त जान्दिनँ, त्यही पनि यसो हल्का बोल्न कोसिस गर्दैछु। सबैजनाले स्वीकार दिनुहोला, सुनिदिनु होला है त। भन्न खोजेको के भन्दाखेरिमा जस्तै मगरको पनि हैन, मगरको थर हुन्छ नि त। मगरको सिंहझाली, अनि त्यस पछाडि आयो गाहा, अनि सोमाई, ठिङ्गा, घर्ती, अनि हैन धेरै खालको थर हुन्छ। त्यस्तै कामीमा पनि धेरै थर हुन्छ हैन। जस्तै रसैली, अनि त्यस पछाडि सेन्च्याउरी, अनि त्यस पछाडि बरेली, त्यस पछाडि घिम्रे, धेरै प्रकारको थर हुन्छ है। अनि हाम्रो यो कामीमा चाहिँ के कुरो हो भन्दाखेरि सुन पिट्नेलाई, सुनको गरगाना बनाउनेलाई सुनार र तामाको भाँडो बनाउने गौरो, खडखडा यस्तो बनाउनेहरूलाई तम्माता, र काठको ठेकी अथवा डम्फुको त्यो घेरो कि घेरा के भन्छ त्यस्तै समथिङ। अनि त्यस पछाडि त्यही मादलको भयो हैन, यो बनाउनेहरूलाई चुन्द्रा भन्छन् हैन। यो कामीकै समूहमा पर्छ, अनि कामीकै क्याटेगोरीमा पर्छ यो चाहिँ। त्यस पछाडि अर्को आयो एकजना बहिनीले चाहिँ पश्चिमतिरको हुनुहुँदो रहेछ। कामीको जात भनेको कामी मात्रै हुन्छ, सुनार हुन्छ। कसैले सुनार लेख्छ, कसैले सुनुवार लेख्छ, यति मात्रै हो भन्ने कुरा भयो हैन। मैले पनि यो फेसबुक र टिकटक भरि देखेँ। अनि त्यस पछाडि मलाई चाहिँ चित्त बुझेन त्यही कुरामा आज कुरा गरेको है। अनि यो कामीहरूको विश्वकर्मा, यो चाहिँ अलिकति कामी भन्दा अलिकति राम्रो हुन्छ भनेर सायद विश्वकर्मा राखेको होला जस्तो लाग्छ। र दोस्रो बेसी भनेको यो शङ्कर बेसीबाट नै सुरु भएको जस्तो लाग्छ मलाई चाहिँ, मिडियामा यसो सुन्दा हेर्दा। यो पनि विश्वकर्माको छोटो, विश्वकर्मा नाम लामो हुँदाखेरिमा त्यो चाहिँ छोटकारीमा बेसी राखेको होला सायद त हैन, मलाई त्यस्तो लाग्छ, मैले जहाँसम्म बुझेसम्म है। अनि अर्को हामीले पनि एकदम छोटो विश्वकर्मा नराखेर बिका पनि राखेको छ है। त्यो भएको कारणले गर्दा यो थर चाहिँ कामीहरूले चाहिँ गुमाकै हो कि जस्तो लाग्छ है। वास्तवमा यो सुनुवार यो विश्वकर्मा भन्दा मैले जानेको चाहिँ मगरले रामबहादुर मगर भने जस्तो कामीले पनि जस्तै राजकुमार कलुवार अथवा राजकुमार घिमिरे, राजकुमार बरेली, राजकुमार रसैली, राजकुमार सेन्चारी, यस्तो कामी भनेर राखे के हुन्थ्यो होला। सबैले राजकुमार सेन्चारी कामी, राजकुमार घिमिरे कामी भनेर यसरी सबैले राखेको भए सबैले बुझ्दै जान्थ्यो। यहाँ चाहिँ पहिलाको बाआमाहरूले चाहिँ कसैले कामी मात्रै राखे, कसैले बिका राखे, कसैले विश्वकर्मा राखे, कसैले सुनार मात्रै राखेको भएर यो डमाडोल भएको जस्तो लाग्छ मलाई चाहिँ। र अर्को कुरो चाहिँ कामीहरूले भन्नुपर्दाखेरिमा के भन्दाखेरिमा कामीहरूले सबैले आफ्नो थर लेखाउनुपर्छ। थर भनेको थर र गोत्र चाहिँ जान्नुपर्छ कामीहरूले।
र कतिपय मान्छेहरूले गोत्र के हो भन्ने कुरो पनि थाहा नहुँदो रहेछ, थर के हो भन्ने कुरो पनि थाहा नहुँदो रहेछ। यो कामीहरूकोमा पनि यस्तो आउँदो रहेछ क्या। बुढै मान्छेलाई गोत्र थाहा छैन, थर थाहा छैन। त्यो भएको कारणले गर्दाखेरिमा यो आफ्नो गोत्र थर चाहिँ सबैलाई थाहा हुनुपर्छ र यो पूजापाठ गर्दाखेरिमा गोत्र थर सबैलाई नै चाहिन्छ, सबैको चाहिन्छ है। यो कामीको पनि चाहिन्छ, मगरको पनि चाहिन्छ, दमाईको पनि चाहिन्छ, सार्कीको पनि चाहिन्छ, बाहुन छेत्रीको पनि सबैकोमा चाहिन्छ। त्यो भएको कारणले गर्दा थर र गोत्र चाहिँ खोज्नुपर्छ। नजानेको खण्डमा है, कसैको काका बाउ होला, कसैको होला नि आफन्ती, त आफन्तीलाई थाहा हुनसक्छ। खोज्नुपर्छ नजानेको खण्डमा आफ्नो थर, आफ्नो गोत्र सबैले बुझौँ खोजौँ है त। यति नै है त मेरो आजको लागि भिडियो। सबैजनालाई यो भिडियो सुनिदिनु होला हैन, साथ दिनु होला सबैजनाले।